मोबाइलमा पासवर्ड लगाएको थियो अनि त्यसको कारणले एकजनाको ज्यान गयो। यो मिस्टेक तपाईँले पनि गर्दै हुनुहुन्छ। एकजना भाइ रोडमा अचानक बेहोस भएर लड्यो। मान्छेहरू हेल्प गर्न आए, तर उसको मोबाइल लक्ड थियो। प्याटर्न या पासवर्डले खोल्न मिलेन। इमेजिन गर, हेल्प गर्न खोज्ने मान्छेहरू छ, तर फ्यामिलीलाई कन्ट्याक्ट गर्न सक्दैन। टाइममा कल नगर्दा सिचुएसन सिरियस हुन सक्छ। यो चीज एभोइड गर्न तपाईको मोबाइलमा एक सेटिङ जरुरी छ। जस्ट 10 सेकेन्ड्सको काम हो। गो टु सेटिङ्स एन्ड क्लिक अन सेफ्टी एन्ड इमर्जेन्सी। त्यसको बादमा इमर्जेन्सी कन्ट्याक्ट्समा जानुहोस् एन्ड एड इमर्जेन्सी कन्ट्याक्ट्स भनेर आउँछ। सो त्यसमा तपाईँ आमा बाबा दाजुभाइ जसको पनि कन्ट्याक्ट्स एड गर्न सक्नुहुन्छ। अनि सबभन्दा इम्पोर्टेन्ट कुरा, सो अन लक स्क्रिन अन गर्नुहोस्। अब के हुन्छ, फोन लक्ड भए पनि इमर्जेन्सी बटनबाट डाइरेक्टली फ्यामिलीलाई कल गर्न सक्छ। यो सेटिङले एक दिन ज्यान बाँच्न सक्छ। अब नै चेक गर, नत्र पछि रिग्रेट मात्र हुन्छ। फलो फर रियल डिजिटल अवेरनेस।